सम्पूर्णमा सबै नेपाल साप्ताहिकबाट नमस्ते टक्राउन चाहे र गण्डकी प्रदेश रासोपाको जुन अधिवेशन यस्ता तरिकाले चाहिँ भयङ्कर रूपमा आज विगत सन् 2083 साल जुन जेठको चाहिँ हजुरको 29 गतेका दिन यस्ता हिसाबले गण्डकी प्रदेशमा समापन हुन गइरहेको छ। अबको केही बेरमै कार्यक्रम समापन हुने गइरहेको छ र सम्पूर्ण जति पनि प्रतिनिधि सदस्य साथीहरू हुनुहुन्छ आएर भोट हालिदिनु होला। हाम्रो सभापतिमा हरि ढकालजी उठ्नु भएको छ भने त्यसरी प्रथम राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेश प्रथम प्रदेश अधिवेशनमा चाहिँ सदस्यका उम्मेदवारमा चाहिँ क्षेत्रगत रूपमा 1 नम्बरबाट हाम्रै क्षेत्र हो रवि मोहन ढकाल उहाँ उठ्नु भएको छ भने हामी वैकल्पिक राजनीतिका साथीहरू लौरो अभियानका साथीहरू यस्तो तरिकाले यहाँ अब भोट हाल्नको लागि सम्पूर्ण साथीहरू बसिरहनु भएको छ। हजुर अनि के छ हाम्रो ढकाल सर? ल आजको कार्यक्रमको बारेमा केही भन्नु त? अब निर्वाचन प्रणालीमा जाँदैछ। हजुर सकेसम्म चाहिँ सबैजनाको सहमतिमा भइदिएदेखि राम्रो हुने थियो, तर लोकतान्त्रिक अभ्यास हो, त्यसलाई हामीले सम्मान गर्नुपर्छ। हो अनि दावेदारी आज चाहिँ को होला जस्तो हजुरको एउटा प्रिडिक्सनमा कसले चाहिँ सभापति जित्ला जस्तो लाग्छ 4 जना उम्मेदवारमा? अब निर्वाचनलाई नै हामीले मान्नुपर्छ, निर्वाचनलाई नै सम्मान गरौँ। अहिलेसम्म उहाँले नै जित्नुहुन्छ भन्ने यकिन गर्न आधिकारिक छैन हैन। 4 जनै उम्मेदवार चाहिँ नै आफ्नो ठाउँमा प्रबल हुनुहुन्छ, प्रबल सम्भावना बोक्नु भएको छ। हेरौँ निर्वाचनले कतातिर लैजान्छ। अनि हामीले सम्मान गर्न सक्छौँ। अनि हाम्रो डाक्टर रवि मोहन ढकाल ज्यू चाहिँ उहाँ सदस्यमा हुनुहुन्छ कि हैन? हाम्रो डाक्टर रवि मोहन ढकाल चाहिँ कास्की क्षेत्र नम्बर 1 बाट क्षेत्रगत सदस्यको उम्मेदवार हुनुहुन्छ। हाम्रै क्षेत्र नम्बर 1 बाट क्षेत्र नम्बर 1 बाट उहाँ चाहिँ डाक्टर पनि हुनुहुन्छ, जीएमसीमा कार्यरत हुनुहुन्छ र अब्बल हुनुहुन्छ हाम्रो क्षेत्रमा। उहाँलाई जिताएर उहाँ स्वतन्त्र पनि हो, कुनै पार्टीमा दाग लागेर अरू जस्तो एमाले काङ्ग्रेस डुल्दै आएको व्यक्ति पनि होइन। उहाँ स्वतन्त्र अभियन्तालाई नै आत्मसात गरेर स्वतन्त्रहरूलाई नै उजागर गरेर आउनुभएको व्यक्तित्व भएकोले मेरो समर्थन चाहिँ उहाँलाई रहेको हो। म पनि काशी क्षेत्र नम्बर 1 कै भएको हुनाले त्यसैले मैले यो भिडियो हेर्ने सम्पूर्ण मतदाताहरूलाई पनि उहाँलाई चाहिँ 1 भोट प्रदान गरिदिनु हुन अनुरोध छ। हस्, धन्यवाद सुनिलजी। यसरी चाहिँ माहौल तातिरहेको अवस्था देख्न सक्नुहुन्छ र हाम्रो जुन अटेरी अभियानका साथीहरू पनि यता हुनुहुन्छ भनेदेखि रासोपाका सम्पूर्ण टिम कोर टिम मेम्बरहरू जति पनि हुनुहुन्छ गण्डकी प्रदेशबाट यस्ता हिसाबले चाहिँ अब जुन मतदानको कार्यक्रम अब केही समयमै हुँदैछ। यो बन्द सूची अहिले चाहिँ बन्द सूचीमा चाहिँ रहिरहेको ध्यान आकर्षण गराउन चाहन्छौँ र सम्पूर्ण जति पनि दर्शक वृन्दहरू सबै नेपाल साप्ताहिक हेरिराख्नु भएको छ। हजुरहरूले चाहिँ एउटा राम्रो नेतृत्व सबल नेतृत्व छानेर चाहिँ एउटा जुन सेवा गर्ने मौका दिनु होला र गण्डकी प्रदेशको अधिवेशनमा साथ सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। र यो माहौल रह्यो हाम्रो सभागृह हलबाट, पोखराको सभागृह हलबाटको यो माहौल रह्यो। अहिले बन्द सत्रमा छौँ भनेदेखि अब केही समयमै निर्वाचन प्रक्रिया अगाडि बढ्नेछ। यस्ता हिसाबले चाहिँ सम्पूर्ण मतदाताहरू एकरूपतामा भएर जति पनि उठ्नु भएको छ सभापति अनि त्यसपछि उपसभापति सदस्य सम्पूर्णहरूलाई चाहिँ भोट हालेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। र हाम्रो महिला उम्मेदवार श्री शिरीष गुरुङजी यहाँ हुनुहुन्छ। हजुर नमस्ते। हजुर चाहिँ अनि के छ अब ल यो विषयमा हाम्रो चाहिँ अहिले गण्डकी प्रदेशको अधिवेशनमा महिलाको उसबाट प्रतिनिधिबाट सदस्यबाट उठ्नु भएको छ होइन त? अब केही जानकारी दिनु के छ हजुरको भनाइ? सम्पूर्ण दर्शकहरूमा शुभ सन्ध्या टक्राउन चाहन्छौँ र जुन राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेशको 6 बजे साँझमा हुने भनेको मतदान निर्वाचन प्राविधिक त्रुटिका कारणले हो अथवा हजुरहरूको चाहिँ यहाँ बत्ती आएन है, सभागृहमा बत्ती भएन अनि बत्ती नभएर हो कि अथवा चाहिँ निर्वाचन मतपेटिकाहरू नछापिएको स्थिति भएर हो कि है, त्यो भएर चाहिँ किन ढिला भयो त? अब यो हजुरको करिब 8 बजिसक्यो। 8 बजिसक्दा पनि यहाँ निर्वाचन सुरु नभएको स्थिति देख्न सक्नुहुन्छ। यो निर्वाचन सुरु नभएको स्थिति छ। 6 बजे गर्ने भनेको निर्वाचन 8 बजिसक्दा पनि यो सुरु नहुँदाखेरि कतै यो निर्वाचन फेरि स्थगित हुने त होइन भन्ने एउटा प्रश्न
खडा भइसकेको अवस्था रहेको छ र सम्पूर्ण जति पनि गण्डकी प्रदेश 11वटा जिल्लाबाट पाल्नु भएको छ 11वटा जिल्लाबाट यहाँ करिब 2-3 हजार सङ्ख्यामा चाहिँ यहाँ उपस्थिति रहेको छ भने अब यो किन चाहिँ चुस्त हुन सकेन है निर्वाचन किन चुस्त हुन सकेन किन चाहिँ ढिला भइरहेछ एउटा समय तालिका अनुसार चाहिँ किन परिचालन हुन नसकेको हो है यसलाई मध्यनजर चाहिँ किन भइरहेको छैन के राजसभा पनि पुरानै सिद्धान्तवादीमा पुरानै पार्टीको हिसाबमा चल्न खोजिरहेको हो त यो एउटा चाहिँ जुन बागमती प्रदेशको चुनाव स्थगित भएर 5 दिनपछि चुनाव हुँदै गर्दा के गण्डकी प्रदेशमा पनि त्यही स्थिति आउने हो भन्ने एउटा प्रश्न खडा भइसकेको अवस्था छ सम्पूर्ण यहाँ मतदाताहरू चाहिँ यहाँ प्रतीक्षारत हुनुहुन्छ र यहाँ नामावली हेरिराख्नु भएको छ सम्पूर्ण मतदाताहरूले सम्भवतः छिटोभन्दा छिटो चुनाव अगाडि बढोस् र सबैलाई चाहिँ एउटा राहतको चाहिँ बाटो खुलोस् भन्ने हामी अपेक्षा राख्दछौँ सम्पूर्ण जति पनि मतदाताहरू हुनुहुन्छ उहाँहरू धैर्य धारणा गरेर बसिराख्नु भएको अवस्था छ र यतापट्टि चाहिँ अब बेलुकाको डिनरको लागि तयारी भइरहेको छ भने देख्न सक्नुहुन्छ भने यता चाहिँ सभागृह हलमा चाहिँ यस्ता तरिकाले एउटा उत्साहजनक उपस्थितिमा 11वटा जिल्लाबाट गण्डकी प्रदेशको 11वटै जिल्लाबाट चाहिँ सम्पूर्ण प्रतिनिधिहरू है आइसक्नु भएर चाहिँ यसरी प्रतीक्षारत हुनुभएको छ यो प्रतीक्षाको घडीलाई किन चुस्त रूपमा अगाडि नबढाइएको हो यसलाई चाहिँ बढाउन पर्ने हो कि हैन यो ध्यानाकर्षण हुन पर्यो अब प्राविधिक कारणले ढिलाइ भएको भने पनि अब त्यसलाई समाधान गरिनुपर्छ अब अथवा तपाईको मतपेटिका छापिनुपर्ने हिजो अस्तिबाटै आरएटीको टोलीबाट चाहिँ कसरी यो परिचालन गरिएको के हिसाबमा गरिएको त्यस्तो मतपत्रहरू पनि नछापिएर आउन ढिलो भएको हो कि त्यो कुरालाई मध्यनजर गर्दै हामी यो दृश्य देखाउन चाहन्छौँ करिब 8 बजेको दृश्य यो रहेको छ र छिटोभन्दा छिटो चुनाव चाहिँ अगाडि बढोस् भन्ने कामना गर्न चाहन्छौँ धैर्यको घडी पर्खाइलाई चाहिँ एउटा चाहिँ खल्लो नबनाइदिनु हुन जति पनि निर्वाचन आयोगका चाहिँ समितिका पदाधिकारीहरू हुनुहुन्छ यो चुस्त दुरुस्त एकदम निष्पक्ष रूपमा चाहिँ समापन गरियोस् भन्ने एउटा चाहिँ कामना गर्न चाहन्छु हस्।